हाहा कुल देखेछ त मलाई। ओके, आज चाहिँ हामी युथ लिडरको व्यक्तिगत जिन्दगीको बारेमा कुराकानी गर्छौँ। धेरैजना युथ लिडर्सहरूले चाहिँ वचन के तयार गर्ने, युथ सेवाकालाई कसरी अगाडि बढाउने अनि के कुरा सिकाउने भन्ने कुराहरूमा विचार गर्नुहुन्छ र आफूलाई त्यसमा व्यस्त राख्नुहुन्छ। तर परमेश्वरले चाहिँ तपाईँको शुद्धतामा ध्यान दिनुहुन्छ, तपाईँको आज्ञाकारितामा ध्यान दिनुहुन्छ र तपाईँले गर्ने परमेश्वरसँगको कुराकानीमा उहाँले विचार गर्नुहुन्छ। किनकि मत्ती 6:6ले भन्छ, जसले गोप्य कोठामा गएर पितासँग कुरा गर्छ उहाँले त्यसलाई इनाम दिनुहुन्छ। त्यो कारणले गर्दाखेरि युथ मिनिस्टर्सहरू, युथ लिडर्सहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु। तपाईँको व्यक्तिगत जिन्दगी गोप्य कोठा मानिसहरूले देखिने जिन्दगीभन्दा महत्त्वपूर्ण छ, किनकि यही गोप्य कोठामा नै तपाईँको प्रभाव निर्धारण हुन्छ। तपाईँको गोप्य कोठालाई, व्यक्तिगत जिन्दगीलाई, जसरी तपाईँले सेवकाईको बारेमा चिन्ता गर्नुभएको छ, तपाईँको त्यो गोप्य कोठालाई पनि त्यसरी नै सुरक्षित राख्नुहोस्। तपाईँको परमेश्वरसँगको सम्बन्ध, तपाईँको व्यक्तिगत शुद्धता र परमेश्वरको वचनको आज्ञाकारितामा जिउनलाई सबैभन्दा पहिले प्राथमिकता राख्नुहोस्। अनि प्रभुको वचनले भन्दछ, उहाँको इनाम हामीलाई प्रतिज्ञा गरिएको छ। परमेश्वरले अवश्य नै तपाईँलाई दिएको पुस्ताहरूमा तपाईँलाई अझै प्रभावकारी प्रभुले बनाउनु हुनेछ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्।